हेलो नमस्ते अगेन ब्लग गर्दा गर्दा चाहिँ म यो ठाउँमा आइपुगेको छु। यो जुन जति पनि देखिरहनु भएको छ यो वे चाहिँ उता कर्नेस पुग्ने ठाउँको वे हो। यहाँबाट म जाँदैछु। यहाँबाट फेरि टु बी कन्टिन्यू ब्लग भयो। हल्का शीतल पनि भयो। यहाँ आएर एकछिन लगभग 10-15 मिनट रेस्ट पनि गरेँ। मजाले शीतल पनि भयो। सो म यो चाहिँ बाटो क्रस गर्दैछु। यो माथि चाहिँ फेरि हाइवे छ। कस्तो विकसित ठाउँलाई हेर्नु त, कति विकसित ठाउँ छ यहाँ। मजाले तल अन्डरग्राउन्डबाट चाहिँ वे छ। म चाहिँ अब फेरि त्यो कर्नेस साइडतिर जाँदैछु। कन्टिन्यू ब्लग गराउँदैछु है। तपाईँहरूलाई म इच एन्ड एभ्रिथिङ देखाउँछु आज। लङ टाइमपछि मैले आज चाहिँ ब्लग स्टार्ट गरेको छु क्या मिनी ब्लग। स्टुडियोको घडीमा 11:15 गएछ। यतिखेर चाहिँ म हिँड्दैछु। अब निस्किने बेला भएको छ। के भएको छ यो बिरालो सुते खायो कि के भएको छ के हो यो? मलाई त डर लाग्यो त। मर्या त होइन नि, बिस्तारै गर्मीले गर्दा होला। म्याउ म्याउ उठ कान्छ, उठ बाबु, उठ सुत। ओहो घाम त डेन्जर लागेको छ नि आम्मा, खतरनाक। अनि 12 बजी घाम छ। म बिहानै आउँछु भने तर के गर्नु, निन्द्राले फ्ल्याट हान्दियो नि त। निन्द्राले एकदम खतरनाक निद्रा लाग्दियो कि। सो म उक्लिँदैछु गाइज म उक्लिँदैछु गाइज। बोका हेर्ने हो बोका। त्यो एउटा फुच्ची भाइरल भएको थियो नि फुच्ची, खतरनाक है। सानो बच्चाहरूले पनि डेन्जरस ब्लगिङ गर्न स्टार्ट गरेको छन्। सो द्याट्स इम्प्रुभमेन्ट, ठिक छ। वाउ, मैले भन्दै थिएँ नि जस्ट म यो वे क्रस गर्दै थिएँ। त्यहाँ माथिबाट चाहिँ मजाले गाडीहरू कुदिरहेको छु। यसलाई भन्छ विकास। बोल्नै पर्दैन क्या। हाम्रो बालेन सरकारले चुपचाप के गर्दैछ, यस्तै अब के कामहरू हुँदैछ। सदनमा आएर बोलेन अनि बोलेर के हुन्छ? बोल्नै पर्दैन काम हुनुको लागि, चिच्याउनै पर्दैन, सबै काम हुन्छ बिस्तारै। यत्रो 30 वर्ष 40 वर्ष केही गर्न नसकेको सरकारले भर्खर आएको 2 महिना नि भएको छैन। सो त्यो खोजेर हुन्छ, केरा खोजेर हुन्छ। सो त्यो केही खोजेर फाइदा छैन अहिले। वाह, ल म समुद्री ठाउँतिर आइपुगेँ, समुद्रतिर आइपुगेँ। यो ठाउँमा पहिला खुब आइन्थ्यो लगभग। अहिले त म आउनै छोडिदिएँ। 1 साल 1.5 सालै 2 सालै हुन लाग्यो होला। कन्टिन्यू आइन्थ्यो जुन टाइममा मेरो काम चाहिँ पहिला चाहिँ अबुधाबी एयरपोर्टमा काम गर्थेँ। त्यो टाइममा चाहिँ हामी साइक्लिङ गरेर एभ्री डे मेरो भाइ र म पुरा जति पनि देख्नु भएको छ त्यो पुरै राउन्ड वहाँसम्म पुगेर अलमारिया, त्यसलाई के मल भन्छ, अलमारिया मलै होला हो, त्यहाँ पुगेर हामी यस्तरी राउन्डिङ गरेर पुरा साइक्लिङ पुरा 1 राउन्ड हान्थ्यौँ क्या यो कर्नेसको। अब आजभोलि आउनै छाडियो किनकि अब ड्युटी नै एकदम अर्कै ठाउँमा परेको छ। सो त्यो कारणले गर्दा चाहिँ आजभोलि खासै आउन पाइन्न। धेरै दिनपछि आएको छु। सो तपाईँहरूलाई पनि देखाउँ। तर त्यस्तो विधि आज वातावरण त्यति राम्रो छैन आज है। आज अलिकति डस्टी डेहरू चलिरहेको छ। एकदम गर्मीहरू बढ्दैछ नि त। गर्मी बढेको कारणले गर्दाखेरि चाहिँ डजन्ट म्याटर, कालो भयो त भालै भएन होइन, कालै मान्छे हो मान्छेहरू अब घामले डढ्छ भनेर छाताबाट हिँड्छ नि त। सो हामी त नेपाली हो नि ब्रो, केही हुँदैन नि ब्रो। मजाले हिँडिराखेको छ टन्टिपुरे घाममा भालै छैन नि। ल तपाईँहरूलाई खास देखाउन खोजेको यही हो। त्यो मेरो बकवास सुन्नुभन्दा नि तपाईँहरूलाई मेरो जस्ट मिनी ब्लग जस्ट देखाउन खोजिया हो। यता एउटा बिल्डिङ छ, त्यो सबैभन्दा चुच्चो टापुराको बिल्डिङ। रमाइलो पनि छ। आई थिङ्क म्याडमले के गर्दै हुनु थाहा छैन। आई थिङ्क बोर्डहरूको केयर गर्दै हुनुहुन्छ जस्तो लाग्यो। वाउ सेम ब्राइट लाइक अ डायमन्ड। तर यो चाहिँ हामीले यसो हल्कासी हेर्दा चाहिँ त्यो अस्ट्रेलियामा छ नि, अस्ट्रेलियाको सिडनीमा छ नि यस्तो के त्यसलाई के भन्छौ, नै आउँदैन। अस्ट्रेलियाको यसो उता साइडबाट हेऱ्यो भने त्यस्तो देखिन्छ कि। ओके गाइज, यति भन्दै हस्त धन्यवाद फर वाचिङ माई ब्लग। एकदमै तपाईँहरूसँग इन्ट्र्याक्ट गर्न पाएँ। सायद तपाईँले हेर्नुभयो भने चाहिँ इन्ट्र्याक्ट गर्नुहुन्छ, तर हेरेन भने त बालै भन्न नि यार, मजै हुन्न नि।
यहाँ आऊ आऊ बेटा यहाँ आऊ कान्छु यहाँ आऊ आऊ भोकले बिचरा म्याउ म्याउ गर्दैछ ओके देन गाइस सी यू एकछिन यहाँ बस्छु 5 मिनट त्यसपछि जान्छु बाई बाई